महादेवको दर्शन गर्न जाँदैछौँ। अहिले गाडीमा छौँ। धेरै लामो समयपछि फेरि मैले अर्को ब्लग लिएर आएको छु। मेरो भिनाजु हुन्छ पछाडि। भिनाजु सालीको ब्लगमा एकचोटि हेरिदिनु पर्यो। भिनाजुले अनुहार छोप्नु भयो, लजाउनु भयो। मेरो भिनाजु एकदम लजालु हुनुहुन्छ। अनि यहाँ मेरो नानीहरू निसम, बिजु, आइसु, यता आमा हुनुहुन्छ, यता मम्मी, यता म, यता दिदी, अनि यता अगाडि ड्याडीहरू हुनुहुन्छ। ड्याडी हजुर हामी कता जाँदैछौँ आज? हलेसी आज हामी हलेसी जाँदैछौँ। ल ठिक छ। आज छोरा छोरी, छोरा त आएन, छोरीहरू ज्वाइँ। ल दाइ ठिक छ नि होइन? हाम्रो दाइ हुन्छ। मेरो जाँदैछौँ, बाटोमा छौँ। बिचमा हामी फेरि अपडेट गर्ने नै छौँ। अहिले ड्याडी भिनाजु हेलो हामी चाहिँ गाईघाटभन्दा अलिक माथि डाँडामा यहाँ चाहिँ हल्का ब्रेकफास्ट टाइम ब्रेक खाजाको लागि चाहिँ हामी यहाँ ओर्लेका छौँ। अहिले मौसम पनि एकदमै राम्रो छ। अहिले घाम पनि झुल्किराखेको छ। ल स्टे ट्युन, मेरो ब्लग हेर्दै गर्नु होला। म बिचमा फेरि जानकारी गराउने छु। अहिले चाहिँ हामी खाजा खान्छौँ है त। हेलो अगाडि ब्रेकफास्ट मामु हजुर कस्तो लागिरहेछ? एकदम रमाइलो छ। मामु छोरी मामु मामु छोरी छोरी ठिक छ। फुल डाँडा डाँडा क्लाउड हेर्नलाई उहाँ गइन्छ के अरे तपाईँको आमालाई पानी खाने ल लिम्बू लिम्बू अहिले हामी सुनकोशी आइसकेका छौँ। सुनकोशीमा चाहिँ एकछिन हामी यहाँको भ्यूहरू हेर्नको लागि, एकछिन आराम गर्नको लागि यहाँ 5-10 मिनटको विश्राम लिएका छौँ। यो चाहिँ हाम्रो अनि पछाडि देखिएको चाहिँ यो सुनकोशी ब्रिज। खोला, यहाँ मेरो दिदी डालीमाया। यस यो पर देखिरहेको ब्रिज चाहिँ त्यो भत्केको ब्रिज हो। यहाँनिर यो यता पारिपट्टि र यता वारिपट्टि जाने यो जुन ब्रिज हो हाम्रो, यो पुल चाहिँ बिचमा यो यता र यताको ब्रिज चाहिँ भत्केर अहिले चाहिँ हामी यहाँबाट अहिले यसो काम चल्ने यहाँनिर अहिले यसो अहिले आउने जानको लागि चाहिँ बाटो अवरुद्ध नहोस् भनेर चाहिँ यहाँनिर यो यसो हल्का फल्का बाटो बनाइएको रहेछ। यस्तै छ यहाँको एकदम राम्रो। एकदम यो चाहिँ यस्तो छ अवस्था पुलको चाहिँ। यहाँ मुनि हाम्रो एउटा मुनि ट्रक झरिरहेको रहेछ। यो ट्रक चाहिँ माथिबाट खसेछ यहाँ मुनि।
यहाँ हाम्रो गाइजहरू सबै यहाँ हुनुहुन्छ यता मम्मी छोरी सबैजना अहिले यहाँ बस्नुभएको छ। ड्याडी मम्मी यहाँ फोटो खिच्नलाई रेडी। यहाँ चाहिँ अहिले हामी केही क्षणको विश्राम गरिरहेको बेला चाहिँ यसो टिकटक भिडियो भइरहेछ। यहाँ सम्झिनी दिदी यता छोराहरू हामी चाहिँ अहिले त्यो माथिको डाँडामा पुग्छौँ। अहिले चाहिँ हामी थोरै विश्राममा छौँ। ल यहाँ चाहिँ ठुलो एउटा बरपिपल छ, बरपिपलै होला। अनि यसको चौतारीमा चाहिँ हाम्रो मम्मीहरू सम्झिनी भिडियो बनाउँदै हुनुहुन्छ। यता भिडियोग्राफर चाहिँ हाम्रो डल्लीमा यहाँ यहाँ क्यामेराम्यान झन् यता क्यामेराम्यान झन् खतरा छ नि त हाम्रो क्यामेराम्यान। यो चाहिँ मैले बुक गरी लिएर आएको क्यामेराम्यान हो। यता सानी मुसी पोर्चुगलबाटै बुक गरेर लिएर आएको क्यामेराम्यान हो। यसलाई चाहिँ मैले हाँसै कडा छ छोराको। यता अर्को छोरा छ मेरो, हिरो भएर बसिरहेको छ यता अर्को छोरा। हामी यता ड्याडीहरूको बिनाजीहरूको चाहिँ यता गफ चल्दैछ। यता यता हुनुहुन्छ यहाँनिर बसेर यसो गरिदिन्छ। हामी चाहिँ अहिले हलेसी आइसकेका छौँ। अब हामी यहाँ थोरै रेस्ट गरेर हामी आइपुग्यौँ। रेस्ट गरेर फ्रेस भएर एकछिन हामी बस्छौँ। हामी यहाँ हलेसी आइसकेका छौँ। हलेसी आएर होटलमा हाम्रो सामान एकछिन टाइम भएकोले हामी यसो घुमफिरको लागि निस्किसकेका छौँ। मेरो मम्मी हामी यो चाहिँ यहाँको हलेसी अगाडिको पसलहरू हो जहाँ चाहिँ हामीले फुल बेलपत्र फुलपाती पूजाका सामानहरू लिन सक्छौँ। यो चाहिँ मन्दिर छ। मन्दिर चाहिँ हामी अहिले भ्रमण गर्दैनौँ, बिहान मात्रै पूजाआजा गर्छौँ। अहिले चाहिँ हामी यतिकै बाहिरबाट हिँड्दैछौँ। अब हामी यसो कफीहरू खाएर हामी यहाँ हलेसी क्याफेमा बसेर कफी खान्छौँ थोरै। मेरो सोल्टी हुनुहुन्छ, हस् धन्यवाद। उहाँ मेरो एकदम लजालु भिनाजु। यो मेरो विशेष गरी मैले भिडियोग्राफर मगाएको पोर्चुगलबाट नै हो। ड्याडी ठिक छ नि होइन? हामी अब यो अहिले हामीले देखिरहेको जुन गाउँ यो एरिया छ, जुन यो एरिया छ यो चाहिँ हलेसी बजार एरिया भयो। यहाँ माथि ट्रक गएको चाहिँ खोटाङ जिल्लाको दिक्तेल बजार जाने। दिक्तेल बजार यहाँ मलाई सोल्टीले हेल्प गरिराख्नु भएको छ है एक्सप्लेन गर्नलाई चाहिँ। त्यो जानेको त्यसलाई चाहिँ मन्जुश्री एरिया भन्छ, मन्जुश्री गुफा। यहाँको लोकल ल्याङ्ग्वेजमा चाहिँ यसलाई चाहिँ के भन्छ, यहाँ हाम्रो चाहिँ के भन्छ मिनी गेटवाल पनि भन्छ। हामी चाहिँ यहाँ नास्ता गरिसकेर बसा गुफा जाने बाटोतिर लाग्दैछौँ। यहाँदेखि यो सिडीदेखि मुनि चाहिँ यता चाहिँ यहाँ बसा गुफा हामी चाहिँ हेर्नलाई त्यता प्रस्थान गर्दैछौँ हामी सपरिवार। सिलाजीहरू यासे गुम्बा पाँचौँलेहरू केही चाहिएको छ भने आउनु है आउनु। जय शम्भु भन्नु, जय हलेसी महादेव।
प्राकृतिक सुन्दरताले चाहिँ मलाई मनमोहक पारेको छ। यो हलेसी सुन्दर र सफा ठाउँ छ। सोलिनीज्यू के छ कृपया भनाइ? सबै आउनु होला। हो हजुर एकदम रमाइलो छ नि त बरु। रमाइलो अघि गाडीको यात्राको चाहिँ पुरै चाहिँ दुःख भुलाइदियो नि त हलेसीले? थकानै भइदियो। थकान मेटाइदियो होइन? हजुर यो हलेसी बजार क्षेत्र यतातिर धितुङ यो चाहिँ तराई क्षेत्रबाट आउँदाखेरि चाहिँ हलेसी महादेव स्थानमा आउँदाखेरि प्रयोग हुने बाटो। यहाँ चाहिँ अहिले हामी यो हिँडिरहेको दृश्यमा देखिरहेको क्षेत्र चाहिँ हलेसी महादेव स्थान मन्दिरभन्दा माथि रहेको मञ्जुश्री गुफा जाने बाटो हो। यसलाई चाहिँ यहाँको लोकल भाषामा चाहिँ यसलाई चाहिँ मिनी ग्रेट वाल पनि भन्ने चलन रहेछ। यो हावाले सरेर उडाइरहेको यो तोरण जस्तो देखिने लुङ्दा भन्ने चाहिँ हो चाहिँ बौद्ध धर्मावलम्बीहरूको एउटा विशेष किसिमको चाहिँ आस्था विश्वास र चाहिँ मनोकामनाको लागि यो त्यसरी टाँगिन्छ। र आज मौसमले एकदम खुलेर हामीलाई साथ दिइरहेको छ। यात्रा एकदम रमाइलो भइरहेको छ। सबैजनाको चाहिँ मुस्कान एकदम मनैदेखि मुस्कान देख्न सकिन्छ। भाउजू यहाँको सौन्दर्यमा हराइरहनु भएको छ अनि दादा र दिदी यसरी चाहिँ एकदम निरन्तर रूपमा कुनै किसिमको चाहिँ अवरोध बिना हिँडिरहनु भएको छ। अहिले हामी चाहिँ यहाँ हलेसी बिहान दर्शन गर्नको लागि आइसकेका छौँ। यहाँ मन्दिरमा मन्दिर मेरो वरिपरि एकदमै भिड देखिरहेछ। हामी यहाँनिर दर्शन गर्नको लागि भक्तजनहरूको लाइन भिडभाड छ। यसरी